नमस्कार जोडले सबैजनालाई आज चाहिँ के गर्दैछु भनेदेखि चाहिँ आज चाहिँ हामी चाहिँ मोमो खानु आँटेको छौँ हो। आज चाहिँ खाजा पनि मोमो नै हो, बेलुकाको खाना पनि यही नै हो, मोमो नै खानेवाला छौँ हो। तर यो मोमो यो गर्नु अब अहिले सबै रेडी, अब बनाउनु मात्रै छ। अब यो गर्नु अगाडि चाहिँ नाना अलिकति उयो गर्नुपर्छ र हामी त्यो फुलको त्यो बिरुवा सार्ने काम छ, त्यो चाहिँ गरिहालौँ हो। त्यहाँबाट चाहिँ मोमो थालौँ न ल। सो अब चाहिँ आज चाहिँ हामी के भन्छ यहाँनिर चाहिँ तुलसीको प्लान्ट रोप्नु गइरहेको छ, किनभने यहाँ स्पेस एम्टी स्पेस छ अलिकति। सो घरको बाहिर दैलोको बाहिर रोप्यो भने चाहिँ राम्रो हुन्छ अरे भनेर चाहिँ अब यहाँनिर रोप्नेवाला छ। गेट यहाँनिर छ हो, हाम्रो घरको मेन गेट यहाँ छ। अन्त गेटको यतानिर चाहिँ टक्कै यहाँनिर चाहिँ तुलसीको प्लान्ट लगाउनु आँटेको। अब हामी तुलसीको प्लान्ट रोप्दैछ। यहाँनिर चाहिँ अब हामीले गहिरो बनाइसकेको छ तुलसीको प्लान्ट रोप्नुको लागि। मेरो यो प्लान्ट चाहिँ यहाँ छ, तुलसी चाहिँ सानो बिरुवा यहाँनिर छ। यो चाहिँ अलिकति नाना मलाई एकछिन टिपेर दिनु त हो त्यो प्लान्ट। यहाँनिर चाहिँ बिरुवा छ तुलसीको प्लान्ट चाहिँ यो हो। सो अब हामी रोप्नु आँटेको छौँ। कति गहिरो खानुपर्छ? अलिकति गहिरो। अब यसको लागि चाहिँ मल हाल्नु पऱ्यो है। मल चाहिँ यहाँनिर छ, कति हाले त हुन्छ होला है, मल त बेसी चाहिँदैन। सो मल हाल्यो। अब मल हालेपछि चाहिँ हामीले ढुङ्गा पनि सबै सफा गऱ्यो। ढुङ्गा आउँछ होला है यो बिरुवा गेटको त्यहाँनिर चाहिँ नि तुलसी रोप्यो भने चाहिँ एकदमै राम्रो अरे हो। गेटको त्यहाँनिर तुलसी छ भने चाहिँ नि एकदम रक्षा गर्छ अरे हो। के भयो के अरे उयोहरू आउँदैन अरे हो, साँपहरू पनि आउँदैन हो। मेन कुरा चाहिँ त्यहाँबाट साँप पनि आउँदैन हो, उसको बास्नाले त्यसको उयसले हो। अन्त अब राम्रो पनि हो, पोजिटिभ अब एकदम राम्रो त्यसले उयो फैलाउँछ हो। त्यसको लागि चाहिँ नि यो चाहिँ एकदमै राम्रो अरे। अब हेरौँ न कत्रो हुँदो रहेछ। हुनु त भित्र त छ कि थुप्रो, अब यहाँ गेटको त्यहाँ चाहिँ छैन नि हामीलाई। एउटा हेरिदिउँ गेटको त्यहाँनिर चाहिँ आज राति पानी परिहाल्छ होला। पानी त हाल्नै पर्दैन अहिले यो उयसमा त पानी हाल्नै पर्दैन। यति बेला चाहिँ जस्तो फुलहरू पनि सरिहाल्छ। अब यो सन्डे चाहिँ हामी फुलको काम गर्नुपर्छ है, यति बेला चाहिँ सरिहाल्छ किनभने यतिखेर पानी आइहाल्छ नि त हो। अब यो तुलसीको बिरुवा कत्रो हुँदो रहेछ ल हेरौँ है। चाल न त्यसरी चाल्छ हो, त्यसरी चाल न, नघोप्दै चाल न। अन्त लाकी त गरिदिए त सिकाइदिए त, सिकाइदिए मात्रै नि बहिनीलाई। दे त्यसलाई चाल्नु दिनु। नघोप्दै गर्न। ए घोप्दै सबै लु तैँले गरिदिए त। बाई बाई। अब हाम्रो मोमोको हुँदैछ प्रिपरेसन्स हो। हामीले फुल पनि रोपिसक्यौँ। अन्त अब फुल त होइन, सानो एउटा बिरुवा थियो रोप्नु, त्यो रोप्यौँ। अब चाहिँ मोमोको सुरु भयो, सुरु हुँदैछ। प्याज छिल्दैछौँ, आँटा मुस्नु छ, कोपी काट्नु छ। अब चाहिँ मोमो बनाउनु हामी पहिला चाहिँ काटकुट गर्नु पर्यो हो। त्यसको लागि
अन्त म चाहिँ यसरी कोपी काटेरै मजा लाग्छ बनाउनु हो म चाहिँ अन्त कोपी काटेर नै बनाउँछु हो उयो पनि छ हाम्रोमा के अरे मेसिन पनि छ मेरोमा होम सप 18बाट मगाएको कि तर त्यो होम सप 18बाट मगाएको त्यो उयसले चाहिँ साह्रै डरलाग्दो किमा आम्मामा त्यो पेस्टै बनाउँदो रहेछ कि पुरै त्यसले गर्दाखेरि चाहिँ मलाई त्यस्तो मन पर्दैन त्यस्तो मिठो लाग्दैन मोमो चाहिँ मलाई यस्तो हातले काटेकै मनपर्छ आफै दुःख गरेर काटेर बनाएकै चाहिँ मिठो लाग्छ हो त्यसले गर्दाखेरि म चाहिँ अब यसरी उयो नै गर्छु काटकुटा मजाले गरेर नै बनाउँछु हो त्यसरी बनाउँछु म चाहिँ यसरी किमा मजाले उयो गऱ्यो हो त्यहाँदेखिको चाहिँ मजाले बनाउँछु त्यसरी बनाउँछु हो सो मैले कोपी चाहिँ काटिसकेँ हो अन्त अब यो न्युट्रेला उयो गर्नु छ हो न्युट्रेला यहाँ भिजाइरहेको छु न्युट्रेला पनि हाल्ने आज चाहिँ हो त्यही कारण न्युट्रेला यहाँ भिजाइरहेको छ अब न्युट्रेला चाहिँ यहाँ यो यसमा हालेर चाहिँ ग्रेट गर्नु मात्रै छ अब त्यसरी अब यो मजाले निचार्यो हो त्यहाँबाट चाहिँ यसलाई ग्रेट गर्नु मात्रै छ यसमा हालेर हो न्युट्रेला मैले कोपी चाहिँ सबै काटिसकेँ कोपी प्याज सबै रेडी भयो इन्ग्रिडियन्ट हो अब चाहिँ यो न्युट्रेला यहाँ मैले भिजाइरहेको छु अब यो न्युट्रेलालाई चाहिँ यसमा हालेर उयो गर्नु मात्रै छ अब म्यास गर्नु के भन्छ ग्रेट गर्नु मात्रै छ गऱ्यो होइन कम्ती गर्नुपर्छ यसमा अब फेरि बेसीमा चाहिँ अप्ठ्यारो हुन्छ हो हुँदैन यसमा हालेर चाहिँ मजाले म्यास गर्नुपर्छ सो बेसी हाल्नु चाहिँ हुँदैन हो यहाँ छ यो मजाले उयो भइहाल्छ अझै मिन भइहाल्छ अझै मजाले पिस्नुपर्छ हो त्यो मजाले मिन हुन्छ तर यसमा चाहिँ नि अब के भन्छ अरू सब्जीहरू चाहिँ पुरा बेसी पानी निक्लिन्छ हो त्यसले गर्दा चाहिँ मलाई त्यो सब्जीहरू चाहिँ म आफै हातले नै काटेको नै मिठो लाग्छ अन्त यो न्युट्रेला मात्रै चाहिँ म यो पनि मेरो रेडी भयो न्युट्रेला पनि हो मोमोमा हाल्नुको लागि मजाले अब चाहिँ यहाँ मेरो किमा पनि रेडी भएको छ हो यहाँ किमा रेडी बनाएको छ हो त्यहाँबाट अब यहाँ बेल्दैछ नानाले हो अब हामी बनाउनु स्टार्ट गर्दैछौँ मोमो सो मोमो चाहिँ पुरा ठुल्ठुलो भएछ हो तर अब हामी मोमो बनाउनु स्टार्ट गऱ्यौँ हो एउटा मोमो बनाएर म देखाउँछु ल यहाँनिर चाहिँ यसरी मोमो चाहिँ मेरो मोमो भयो के गर्दैछ भाइ खुवाउँदैछ बेनाले के यो स्ट्यान्डबाट चाहिँ कभरै भएको छ नाना कभरै भएको छ नाना कभरै भएको छ नाना साह्रै बेसी पिठो नदल्नुहोस् है यो मिठो हुँदैन मोमो फेरि पिठो हुन्छ कि बेसी पिठो पनि राम्रो हुँदैन मोमोमा त्यही त अब रहेछ त हाम्रो चिफ गेस्ट आजको डिनर के अरे मोमोको लागि इन्भाइटी चाहिँ यहाँनिर छ सो अब यहाँनिर मोमो पाकेर पनि रेडी भएको छ हो सो हेर्नुहोस् मोमो पाकेर चाहिँ रेडी भएको छ हाम्रो तातो तातो बाफ आउँदैछ अब चाहिँ हामी खानु थाल्नु आँटेको मोमो सो अब यहाँ मोमो रेडी भएको छ हो अब खानु आँटेको छ लु यहाँ हेर न के भएको यता हेर न लु खाउ न छिटो तातो तातो मोमो लु स्टार्ट सिधो लु खाऊ तिमीहरू सलिना लु स्टार्ट के भयो ल तातो तातो कस्तो भएछ ल खाएर हो लु विकास खाऊ न खाऊ न के भएको लु तिमीलाई मैले खिचेको छुइनँ तिमीलाई खिचेको छैन खाऊ न
तिमी छैन फ्रेममा तिमी छैन ऊ सिद्धुलाई मात्रै गरेको सिद्धु र सलिना सलिना खा छिटो यता यता हेर यता बहिनी तेरो रियाक्सन हेरौँ न लु खा अब म खाएको चाहिँ मजा लाग्छ मुखबाङ लु बहिनी खाऊ बिबिसवटा हालेको छ है मोमो चाहिँ ल अब कतिवटा थप्छ यता हेर्न ल सिद्धु खा सुप चाहिँ छैन पुरा ढिलो भयो अन्त नानीले गर्दा कहाँ पाउँछ बनाउनै पाउँदैन अब म पनि खानु थालेको हो यिनीहरू पनि खाँदैछ यहाँनिर यम्मी दामी भयो जुसी भयो के भयो मिठो मिठो भएछ मिठो आफू बनाएको मोमो मलाई मिठो लाग्छ विकास कस्तो भएछ अब यति भन्दै खाँदा खाँदा चाहिँ अब म के अरे गुड नाइट भन्न चाहन्छु सबैलाई रात कति बज्यो राति पनि पुरा भयो 8 बज्यो है 8 पनि बजेछ सबैलाई गुड नाइट